आदरणीय दर्शकवृन्द, आज 2021 साल चैत्र महिनाको 28 गते बिहिबार अहिले दुई चलचित्र अन्जिला र बसन्त अन्य प्रदर्शन र चलचित्र हेरी आजको मितिसम्म राम्रो सो संख्यामा प्रदर्शन भइरहेको थियो। तर भोलिदेखि भने दुई चलचित्र पीताम्बर र कर्मा प्रदर्शनको तयारीमा रहेको छ। यी दुई चलचित्रहरूको सो संख्या आजैबाट धेरै कम भइसकेको छ। अन्जिला बक्स अफिसमा ब्लकबस्टर साबित भइसकेको छ भने बसन्तले सोचे जति व्यापार गर्न सकेको देखिँदैन र चलचित्र बक्स अफिसमा हिट हुन निकै गाह्रो हुने देखिन्छ, किनकि ठूलो क्यानभासमा निर्माण भएको चलचित्र पीताम्बर र कर्माले धेरै सो संख्या कटअप गरिसकेको छ। आउन लागेका चलचित्रहरूको हाइप हेर्दा जति प्रदर्शनरत छन् ती चलचित्रहरू मध्ये कतिपयलाई हलबाट उतारिनेछन्। अहिले प्रदर्शन अगावै चलचित्रले बजार तताएको हेर्दा व्यापार पनि भारी मात्रामा कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। आजसम्मको सो संख्याको कुरा गर्नुपर्दा पीताम्बरले 150 बढी सो प्राप्त गरेको छ भने कर्माले 100 भन्दा माथिको सो पाएको छ। चलचित्र बसन्त नेपाली चलचित्र घरहरूमा गएको शुक्रबार अर्थात चैतको 22 गतेबाट प्रदर्शनमा आएको हो भने फागुनको 29 गतेबाट अन्जिला प्रदर्शनमा आएको हो। बसन्तको 7 दिनको कलेक्सन साथै अन्जिलाले आज 28औं दिनसम्म आइपुग्दा पहिलो दिनदेखि आजसम्मको कलेक्सन कस्तो छ यो भिडियोमा प्रस्तुत गरिएको छ। यी चलचित्रहरूको एडभान्स बुकिङ र डोर सेल टिकटको आधारमा आजको बक्स अफिस कलेक्सन तयार पारेका छौं। गायक तथा अभिनेता प्रकाश सपुतको दिव्य निर्देशकीय फिल्म बसन्तलाई हलवालाहरूले व्यापारको हिसाबले ठूलो विश्वास गरेका थिए। मल्टिप्लेक्सहरूले सुरुवाती दिनहरूमा राम्रो सो दिएका थिए। पहिलो दिनका लागि मात्रै मल्टिप्लेक्स र मोपसलमा गरी 250 बढी सो दिएका थिए। अहिले भने घटेर 100 हाराहारीमा प्रदर्शन भइरहेको छ। दुर्लभ सो संख्या र सिंगल रिलिजको अवसर पाएका भए पनि बक्स अफिसमा आफ्नो प्रदर्शन पकड कायम गर्न सकेन। स्टारकास्ट, गीत संगीत र टेलरका कारण बनेको हाइप हेर्दा अकुपेन्सी पनि राम्रो हुने अपेक्षा गरिएको थियो। बरु बायोपिक चलचित्र अन्जिलाले प्राप्त सोमा बसन्तको तुलनामा राम्रो व्यापार गरेको देखिन्छ। कतिले प्रकाश सपुतको पहिलो निर्देशनलाई दर्शकहरूले विश्वास नगरेको हो भनेर प्रतिक्रिया समेत दिइरहेका छन्। जियोस निर्देशक सपुत स्वयंको मुख्य भूमिका रहेको फिल्ममा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री सिलभान्सी, उर्मिला लामगादे, खड्ग बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ। विश्वकर्मा समुदायको छोराले लेखक बन्ने सपना र आफ्नो लक्ष्य हासिल गर्न उनले गरेको संघर्षको कथामा फिल्म आधारित रहेको छ। पहिलो दिन शुक्रबार 30 लाख, दोस्रो दिन शनिबार 70 लाख, तेस्रो दिन आइतबार 30 लाख, त्यस्तै चौथो दिन सोमबार 20 लाख, पाँचौं दिन 15 लाख, छैटौं दिन यानि कि हिजो बुधबार पनि साँझको सोहरू हेर्दा 30 देखि 50% सम्म रहन गएको थियो। त्यसैले डोर सेल र अनलाइन सहित चलचित्रले 20 लाख बराबरको कलेक्सन गरेको बुझिएको छ। आजको अकुपेन्सी र कलेक्सनको कुरा गर्नुपर्दा बिहानको सोहरूमा 8 देखि 10% सम्म देखिएको अकुपेन्सी दिउँसोसम्म आइपुग्दा 10 देखि 15% सम्म देखिएको थियो। त्यस्तै साँझ र नाइट सोहरूमा 20 देखि 30% सम्म अकुपेन्सी लिने देखिएको छ। यसरी आजको डोर सेल टिकट बिक्री र अनलाइन बुकिङको एस्टिमेट अकुपेन्सीलाई आधार मानेर हेर्दा आज 7औं दिन बिहिबार पनि चलचित्रले 8 देखि 10 लाख बराबरको कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। यसरी चलचित्रले आज सहित 7 दिनसम्म आइपुग्दा 1 करोड 90 लाख बराबरको कलेक्सन गरिसकेको प्रक्षेपण गरिएको छ। अब अफिसियल कलेक्सन सार्वजनिक भएको खण्डमा त्यो पनि हामी जानकारी दिने नै छौं। त्यस्तै घरेलु बक्स अफिसमा ब्लकबस्टर साबित भइसकेको चलचित्र अन्जिलाले आज 28औं दिनमा पाइला टेकेको छ। अन्जिला भोरे नेपाली राष्ट्रिय महिला फुटबलका गोलरक्षक तथा कप्तान एन्जिला तुम्बा पुसुब्बाको वास्तविक कथामा बनेको हो। अन्जिलाको बाल्यकाल, उनको पारिवारिक अवस्था, फुटबल प्रतिको उनको मोह, आफूले खेल खेल्नको लागि गरेको संघर्ष र सफलताको कथा चलचित्रले समेटेको छ। प्रेम कुमार श्रेष्ठको निर्माण साथै मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा एन्जिला सँगै दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, मत्स्य गुरुङ, सुनिल थापा, पुदी तामाङ, प्रेम कुमार श्रेष्ठ, सुमिन गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। पहिलो दिन चलचित्रको ओपनिङ कलेक्सन 35 लाख, दोस्रो दिन शुक्रबार 70 लाख, शनिबार तेस्रो दिन 1 करोड भन्दा माथिकै कलेक्सन गरेको जानकारी प्राप्त भएको थियो भने आइतबार यानि कि चौथो दिन 50 लाख, पाँचौं दिन सोमबार 55 लाख, छैटौं दिन मंगलबार 60 लाख, त्यस्तै बुधबार 1 करोड, 8औं दिन बिहिबार 50 लाख, 9औं दिन शुक्रबार 55 लाख, 10औं दिन शनिबार 1 करोड 20 लाख भन्दा माथिकै कलेक्सन गरेको जानकारी प्राप्त भएको थियो। त्यस्तै 11औं दिन
40 लाख, 12औं दिन 30 लाख, 13औं दिन मंगलबार 45 लाख, 14औं दिन बुधबार 15 लाख र 15औं दिन बिहीबार 20 लाख, त्यस्तै 16औं दिन शुक्रबार 25 लाख, 17औं दिन शनिबार 40 लाख, 18औं दिन 15 लाख, 19औं दिन 10 लाख, 20औं दिन मंगलबार 30 लाख, 21औं दिन बुधबार 35 लाख, 22औं दिन 10 लाख, त्यस्तै 23औं दिन 15 लाख, 24औं दिन 20 लाख, 25औं दिन सोमबार 6 लाख, 26औं दिन मंगलबार 8 लाख, त्यस्तै 27औं दिन यानि कि हिजो बुधबार पनि एडभान्स बुकिङ र डोर सेल टिकट सहित 6 लाख बराबरको कलेक्सन गरेको थियो। आजको अकुपेन्सी र कलेक्सनको कुरा गर्नुपर्दा पाएको स्वरमा बिहान 5 देखि 8% सम्म देखिएको अकुपेन्सी दिउँसोसम्म आइपुग्दा 8 देखि 10% सम्म देखिएको थियो। त्यस्तै साँझ र नाइट स्वरमा 10 देखि 15% सम्म अकुपेन्सी लिने देखिएको छ। त्यसैले एस्टिमेट अकुपेन्सी र डोर सेल टिकट बिक्रीको आँकडा हेर्दा अजिलाले आज 28औं दिन बिहीबार पनि 2 देखि 4 लाख बराबरको कलेक्सन गर्न सक्ने अनुमान गरिएको छ। यसरी चलचित्रले आज सहित 28औं दिनसम्म आइपुग्दा 12 करोड 18 लाख बराबरको कलेक्सन गरिसकेको प्रक्षेपण गरिएको छ। आदरणीय मित्र, यो छोटो जानकारी कस्तो लाग्यो कमेन्ट गर्नुहोला। साथै डेली बक्स अफिस कलेक्सन हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला है त।